अस्सलामुअलैकुम नमस्कार साथीहरू स्वागत छ तपाईहरुलाई हाम्रो अरबी भाषा सिक्ने सिजन 2 को पहिलो पाठमा। साथीहरू केही लामो समयको विश्रामपछि पुनः अरबी भाषाको भिडियो लिएर उपस्थित भइसकेको छु। धेरै समय ग्याप भएको कारण आजबाट अरबी भाषाको दोस्रो सिजनको नामले सुरु गर्दै छु। यदि तपाई अरबी मुलुकमा हुनुहुन्छ या जान चाहनुहुन्छ भने कृपया हाम्रो अरबी भाषाको भिडियोहरू हेर्न नछुटाउनु होला। यदि तपाई सिजन 1 हेर्नु भएको थियो भने धन्यवाद। तपाई जस्ता सिक्ने इच्छा शक्ति भएका साथीहरुको कारणले नै यो सिजन 2 सुरु भएको हो। यस सिजनमा हामी अझ उपयोगी अझ व्यावहारिक अरबी वाक्यहरू सिक्ने छौं जुन तपाईहरु हरेक दिन कुवेत, साउदी, कतार, दुबई तथा विभिन्न अरबी देशहरुमा प्रयोग गर्न सक्नुहुन्छ। आज म तपाईहरुलाई 50 वटा वाक्यहरू सिकाउने छु जुन अरबी भाषामा सामान्य रूपमा घरमा बोल्दा, घरमा काम गर्ने व्यक्ति अथवा अन्य बाहिर काम गर्ने व्यक्ति सबैलाई उपयोगी हुन्छ। यो दैनिक जीवनमा प्रयोग हुने शब्द वाक्यहरू हुन्। राम्रोसँग हेरेर बुझेर तपाईलाई कस्तो लाग्छ कमेन्ट गर्न नबिर्सिनु होला है त। आउनुहोस् आजको भिडियो सुरु गरौँ। सुबह अल खैर, शुभ प्रभात अथवा गुड मर्निङ भन्छौं नि। सुबह अल खैर, मसा अल खैर। शुभ साँझ भनेको गुड इभिनिङ भनेको मसा अल खैर। कैफ हालक, तपाईलाई कस्तो छ? कैफ हालक। अना बिखैर शुक्रन, म ठीक छु धन्यवाद। अना बिखैर शुक्रन, म ठीक छु धन्यवाद। अना क्वैस, अना जैन दम्माम पनि भन्ने गर्छन्। अना बिखैर शुक्रन, म ठीक छु धन्यवाद। ऐन अब्दा, म कहाँबाट सुरु गरौँ? जस्तो कुनै काम गर्नु पर्यो भने कहाँबाट सुरु गरौँ भन्दा ऐन अब्दा, ऐन भनेको कहाँ भन्न खोजेको है। अब्दा भनेको सुरु गरौँ। ऐन अब्दा, म कहाँबाट सुरु गरौँ? हल तुरिद शैयन, तपाईलाई केही चाहिएको छ? अन्त एब्गा सै पनि भन्ने गरिन्छ। एब्गा भनेको चाहिनु, तुरिदु भने पनि चाहिनु है त। हल तुरिदु पनि भन्न सकियो, हल एब्गा सै यसरी भन्न सकिन्छ। एब्गा र तुरिदु भनेको एउटै हो। हल तुरिद शैयन, तपाईलाई केही चाहिएको छ? सै मात्र भन्ने गरिन्छ। सै अन भने लेख्दाखेरि सै अन हुन्छ भने बोल्दाखेरि सै मात्र प्रयोग गरिन्छ। जस्तै हाल तुरिद सै। आना जाहिजा, म तयार छु। आना जाहिजा, म तयार छु। जाहिज भनेको पुरुषले भन्दाखेरि जाहिज भन्ने गरिन्छ र महिलाले भन्दा जाहिजा भन्ने गरिन्छ है। आना जाहिज, म तयार छु। जाहिज भनेको तयार, रेडी भन्छौं नि हामी। तपाईले अब आनाको ठाउँमा अरु राख्न सक्नुहुन्छ शब्दहरू। जस्तो ताआम जाहिज भनेको खाना तयार छ भन्न खोजेको। ताआम जाहिज भनेको खाना तयार छ। आना जाहिज, म तयार छु। मादा अफआल अन अन, म के गरौँ भन्दा मादा अफआल अल अन, अब म के गरौँ। अल अन भनेको अब भन्न खोजेको। अफआल भनेको के गरौँ। मादा भनेको मैले। मादा अफआल अल अन, अब म के गरौँ। अलहिन भन्ने सुनिन्छ हैन। अल अन हो खासमा भन्नुपर्ने। बोल्दाखेरि चाहिँ अलहिन, अब भन्दा अलहिन, अहिले यसरी बोल्ने गरिन्छ। हाल अतबुक अल आन, हाल अतबुक अल आन, म अहिले खाना पकाउँ। अतबुक भनेको पकाउनु हुँ। तवख पनि भन्ने गरिन्छ। तवख अ हटाएर तवख पनि भन्ने गरिन्छ र लेख्दाखेरि अ अगाडि आउने भएको कारणले हाल अतबुक अल आन, म अहिले खाना पकाउँ। हाल गदा जाहिज, दिउँसोको खाना तयार छ। अल गदा जाहिज, अल गदा जाहिज, दिउँसोको खाना तयार छ। अल गदा जाहिज, दिउँसोको खाना तयार छ। गदा भनेको दिउँसोको खानालाई गदा भनिन्छ है त। जाहिज भनेको तयार। हाल अक्नुस अल अरद भनेको म भुइँ बढारु। हाल अक्नुस अल अरद, म भुइँ बढारु। सा गसेल अल सुउन, म भाँडा माझ्ने छु। माज्छु अथवा माझ्ने छु भन्दा सा गसेल अल सुउन। अल सुउन भनेको भाँडा भइहाल्यो। गसेल भनेको धुनु पखाल्नु हैन, धुनुलाई गसेल भनिन्छ। लेख्दाखेरि अ अगाडि आउनु भएको कारणले सागसेल अल सुउन, म भाँडा माझ्ने छु। सागसेल अल मलाबिस, म लुगा धुने छु। मलाबिस भनेको लुगा, गसेल भनेको धुनु है त। सागसेल अल मलाबिस, म लुगा धुने छु। ऐन अदा हादा, म यो कहाँ राखुँ। ऐन अदा हादा, म यो कहाँ राखुँ। ऐन भनेको कहाँ है त।
अदा भनेको राख्नु, हादा भनेको यो। यसलाई अब ऐन रकब हादा पनि भन्ने गरिन्छ। रकब भनेको राख्नु, रकिब रकब यसरी भन्ने गरिन्छ। ऐन रकब हादा पनि भन्न सक्नुहुन्छ है त। हल अफ्ता अल नवाफिज झ्याल खोल्नु भन्न खोजेको। हल भनेको के म झ्याल खोल्नु भन्न खोजे है। हल भनेको के, अफ्ता भनेको खोल्नु, अल नवाफिज भनेको झ्याल, के म झ्याल खोल्नु भन्दा हल अफ्ता अल नवाफिज यसरी भन्ने गरिन्छ। ऐन अल मिकनसा, ऐन अल मिकनसा, मिकनसा भनेको झाडु हो, ऐन भनेको कहाँ छ भन्न खोजेको। ऐन अल मिकनसा झाडु कहाँ छ। हल उसाइद अल अतफाल म बच्चाहरूलाई सहयोग गरौँ। हल उसाइद अल अतफाल म बच्चाहरूलाई सहयोग गरौँ। उसाइद भनेको सहयोग गर्नु है त, उसाइद भनेको सहयोग गर्नु। अल तिफल अब्की बच्चा रोइरहेको छ। अल तिफल अब्की बच्चा रोइरहेको छ। अहताज इला इस्तराह मलाई अलिकति विश्राम चाहियो भनेको। अहताज इला इस्तराह मलाई अलिकति विश्राम चाहियो। अहताज इला इस्तराह मलाई विश्राम चाहियो, म थाकेको छु। अना ताबान म थाकेको छु। अना ताबान म थाकेको छु, म थकित छु भन्दा अना ताबान मलाई विश्राम चाहियो भन्दा अहताज इला इस्तराह। मिलाउनुलाई तरतिब लेख्दाखेरि उर्तिब आउँछ हैन। हल उर्तिब अल गुर्फा म कोठा मिलाउँ, म कोठा मिलाउँ। हल तरतिब अल गुर्फा। साउना जैफ अल हम्माम, साउना जैफ अल हम्माम म बाथरुम सफा गर्छु। नजिफ भनेको पनि सफा गर्नु, गसिर भनेको धुनु हैन। सफा गर्नुलाई नजिफ भनिन्छ, नजिफ। साउन नजिफ अल हम्माम म बाथरुम सफा गर्छु। साउन नजिफ अल हम्माम म बाथरुम सफा गर्छु। मत अतबुक अल आशा बेलुकाको खाना कहिले पकाउँ भनेर सोद्धा मत अतबुक अल आशा, आशा भनेको रातिको खाना, बेलुकाको खाना आशा भन्ने गरिन्छ। मत भनेको कहिले, अतबुक भनेको पकाउनु, तकबुक पनि भन्ने गरिन्छ। अतबुक तकबुक एउटै हो। मत अतबुक अल आशा म बेलुकाको खाना कहिले पकाउँ। हल तुरिद साय तपाईलाई चिया चाहिन्छ भन्दा हल तुरिद साय चियाको ठाउँमा अरू खाना साना यताउति अरू सामान राख्न सक्नुहुन्छ। अहिले चियाको उदाहरण राखेको छु मैले। हाल तुरिद साय तपाईलाई चिया चाहिन्छ। तुरिद भनेको चाहिनु है। एब्गा पनि भन्ने गरिन्छ। तुरिदको ठाउँमा एब्गा पनि राख्न सक्नुहुन्छ। तुरिदु प्राय तुरिदु पनि भन्ने गरिन्छ। हाल तुरिद साय तपाईलाई चिया चाहिन्छ। ला मुस्किला कुनै समस्या छैन। मुस्किल भनेको समस्या है त। ला भनेको छैन भन्न खोजेको। लाले छैन हैन भन्ने जनाउँछ। ला मुस्किला कुनै समस्या छैन। माफी मुस्किला पनि भन्न सकिन्छ। माफी मुस्किला पनि भन्न सकिन्छ। ला मुस्किला पनि भन्न सकिन्छ। आना आसिफा माफ गर्नुहोस्। आसिफा भनेको माफ गर्नु, आना भनेको मलाई। आना आसिफा माफ गर्नुहोस्। माफिस मुस्किला समस्या छैन। ला मुस्किला माफिस मुस्किला पनि भन्न सकियो है त। शुक्रन जजिलन धेरै धेरै धन्यवाद भन्न खोजेको। शुक्रन जजिलन, शुक्रन जजिलन धेरै धन्यवाद। अल अफम स्वागत छ, स्वागत छ भन्दा अल अफम कसैले शुक्रन भन्यो भने तपाईले जवाफमा अल अफम भन्ने भन्न सक्नुहुन्छ। हल उखरिज अल कुम्मामा, हल उखरिज अल कुम्मामा म फोहोर फाल्न जाउँ। कुम्मामा फोहोर भनेको कुम्मामा है त, कचरा फोहोर भन्छौ नि कुम्मामा। हल उखरिज अल कुम्मामा म फोहोर फाल्न जाउँ भन्ने गरिन्छ। आनाला अफाम म बुझिन। आनाला अफाम भनेको म बुझिन। ला भनेको नाइ हैन भन्ने जनाउँछ। अफाम भनेको बुझ्नु। यसलाई माआरफ पनि भन्ने गरिन्छ। ला आरफ अथवा माआरफ जे भन्दा पनि हुन्छ। माआरफ भन्नुभयो भने मैले बुझिन, मलाई थाहा छैन भन्न खोजेको हुन्छ। मिन फदलिक करिर कृपया फेरि भन्नुहोस्। मिन फदलिक करिर कृपया फेरि भन्नुहोस्। अथवा गुल मर्रतानी फेरि अर्को पटक भन्नुहोस् भन्न पनि सकियो। गुल मर्रतानी, मर्रतानी भनेको अर्को पटक, गुल भनेको भन्नु। गुल मर्रतानी अथवा मिन फदलिक मर्रतानी पनि भन्न सकिन्छ। फदलिक करिर यसरी पनि भन्न सकिन्छ। कृपया फेरि भन्नुहोस्। ऐन अहिब म कहाँ जाउँ। ऐन अहिब भनेको कहाँ जाउँ भन्न खोजेको। ऐन अहिब म कहाँ जाउँ अथवा ऐन अना रह पनि भन्न सकिन्छ। ऐन अना रह म कहाँ जाने
यसरी बुझ्न सकिन्छ मुमकिन अतकल्लम मा आइलती मुमकिन अतकल्लम मा आइलती आइलती भनेको फ्यामिली हुन्छ है त म मेरो परिवारसँग कुरा गर्न सक्छु भन्दा मुमकिन अतकल्लम मा आइलती म परिवारसँग कुरा गर्न सक्छु तकल्लम भनेको कुरा गर्नु अतकल्लम कुरा गर्नु मुमकिन भने सायद के भन्न खोजेको के म कुरा गर्न सक्छु मुमकिन अतकल्लम परिवारसँग मा आइलती अना जदीद हुना म यहाँ नयाँ हूँ अना जदीद हुना म यहाँ नयाँ हूँ नयाँ भनेको जदीद भइगयो हिना भनेको यहाँ भन्न खोजेको है त साहुल जुहुद्दी साहुल जुहुद्दी भनेको म प्रयास गर्नेछु अर्जुक सैदनी कृपया मलाई सहयोग गर्नुहोस् सैदनी भनेको सहयोग है त सहयोग गर्नुहोस् भन्दा सैदनी भन्ने गरिन्छ सहयोग भनेको अर्जुक भनेको मलाई कृपया मलाई भनेको सैदनी भनेको सहयोग गर्नु आना मशगुल अलआन म अहिले व्यस्त छु अथवा म अहिले काम गर्दैछु भन्दा आना मशगुल अलआन म अहिले व्यस्त छु म अहिले काम गर्दैछु भन्न खोजेको हल अफ्ता अलबाब म ढोका खोलौँ हल भनेको के भन्न खोजेको प्रश्न गर्दाखेरि हलको प्रयोग गरिन्छ अफ्ता अलबाब के म ढोका खोलौँ भन्न खोजेको हल अफ्ता अलबाब बाब भनेको ढोका अफ्ता भनेको खोल्नु अलजरस अरिन घन्टी बज्दैछ अलजरस अरिन घन्टी बज्दैछ अलजरस अरिन घन्टी बज्दैछ साम शाह अल ताविला म टेबल सफा गर्नेछु साम शाह अल ताविला ताविला भनेको टेबल है त म टेबल सफा गर्नेछु साम शाह अल ताविला ताविला भनेको टेबल सफा गर्नेछु ऐन अदा अल मलाबिस म लुगा कहाँ राखुँ ऐन अदा अल मलाबिस म लुगा कहाँ राखुँ हादा थकिल यो भारी छ हादा थकिल यो भारी छ हल उसाइदुक म तपाईहरुलाई सहयोग गरौँ हल उसाइदुक म तपाईहरुलाई सहयोग गरौँ भने उसाइदुक मलाई भनेको साइदनी मलाई सहयोग गर्नुस् भन्दा साइदनी तपाईले सहयोग गरौँ भन्दा उसाइदुक आना ला आरिफ मलाई थाहा छैन आना मारिफ पनि भन्ने गरिन्छ आना ला आरिफ पनि भन्ने गरिन्छ मलाई थाहा छैन नाम हो नाम भनेको हो ला होइन ला भनेको होइन ला को ठाउँमा माफी पनि भन्न सकिन्छ माफीको पनि प्रयोग गर्न सकिन्छ ला होइन ला भनेको होइन कलिलन फकत अलिकति मात्र कलिलन फकत कलिल भनेको थोरै है त कलिल भनेको थोरै कलिल फकत अलिकति मात्र आना जाइया मलाई भोक लागेको छ आना जाइया मलाई भोक लागेको छ जाइया भनेको भोक लाग्नु है त आना अत्सान भनेको मलाई तिर्खा लागेको छ आना अत्साना मलाई तिर्खा लागेको छ मलाई तिर्खा लागेको छ भन्दा आना अत्साना यी सबै वाक्य कुवेत साउदी युएई जस्ता खाडी मुलुकहरुमा काम गर्ने नेपालीहरुको लागि विशेष त यो घरमा काम गर्ने दिदीबहिनी हुनुहुन्छ नि उहाँहरुको लागि चाहिँ एकदमै उपयोगी हुनेछ है त यो भिडियो साथीहरु आजको यस अरबी भाषाको भिडियो यति नै तपाईहरुलाई आजको यो भिडियो कस्तो लाग्यो तल कमेन्टमा लेख्नुहोस् यदि तपाईहरुलाई उपयोगी लाग्यो भने लाइक शेयर अनि सब्स्क्राइब गर्न नबिर्सनु होला यस सिजन 2 को दोस्रो भागमा फेरि तपाईहरुको माझमा अर्को उपयोगी भिडियो सहित म उपस्थित हुनेछु तबसम्मको लागि म तपाईलाई अन्तिममा एउटा प्रश्न गर्न चाहन्छु तपाईले चाहिँ कमेन्टमा लेख्नुहोस् म तयार छु यसलाई अरबीमा के भन्नुहुन्छ म तयार छु भन्दा अरबीमा के भन्ने तपाईले कृपया कमेन्टमा लेख्नु होला अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातहू नमस्कार फेरि भेटौँला